हामी चाहिँ अब आज चाहिँ टक्कर जाँदै यो चाहिँ गैरीको कुना हिउँ परेर यस्तो भएको छ। पहिलाको पुरानो गैरीको धारा। गैरीको बाटो उकालो। हजुर छेरमाङथाङ पुग्यो अब चाहिँ। छेरमाङथाङबाट यो चाहिँ छेरमाङथाङ। छेरमाङथाङबाट त्यहाँबाट एसाङ खासा निस्किने। आज अलि दुम्म दुम्म भएर उज्यालो। छेरमाङथाङबाट यो चाहिँ एसाङ खासाको खोला। पहिला चाहिँ ठुलो खोला थियो, अब चाहिँ सुकेछ। कहाँमा एसाङ खासा आइपुग्यो। यहाँबाट चाहिँ टक्कर त्यहाँ देख्दो रहेछ। हामी जान लागेको छ त्यहाँ। अब एसाङ खासाबाट उता जाँदै एसाङ खासाबाट उता जाँदै यहाँबाट चाहिँ टैचा जाने बाटो नै हो। यहाँ असोजा ल। हामी चाहिँ यहाँबाट गैरीबाट हुँदै एसाङ झाब्रेडिलबाट चाहिँ अब गरेर कराउँछ थियो पहिला झाब्रेडिलमा चाहिँ। अहिले चाहिँ हामी ओह्रालो झर्दै आज चाहिँ सानो मिनी भ्लग चाहिँ बनाउने कोसिस गरिरहेको छु मैले। हल्ले क्या। एनिवे झाब्रेडिलबाट झरेर अब हामी चाहिँ रोलतर्फ लाग्यौँ। यो खोला चाहिँ पहिला ठुलो थियो, अहिले चाहिँ पानी ट्याङ्कीमा हालेर यस्तरी सुकेर गएछ। अब हामी चाहिँ साँबा पुग्नु आँट्यो। ल म चाहिँ 12-13 वर्ष भयो होला। अब यो चाहिँ आज पास्नुरले बनाउनु भएको साँबाको के हो रे छाना। हामी चाहिँ अब साँबा पुग्यो। पानी पनि सुकेर अहिले हालचाल चाहिँ पानी नपरेको कारणले मूल सुकेको पार रहेछ। यहाँबाट हामी झर्दै आएको। पहिला यो साँबा चाहिँ साह्रै डरलाग्दो थियो, अहिले त पुरै बारसार बनाएको रहेछ। आनेले नि आजलाई फोटो पठाउनु भनेर खिच्दै हुनुहुन्छ। अब चाहिँ साँबाबाट नागेर हिँड्दैछौँ। के राम्रो फुल रहेछ पहाडको फुल। अब हामी चाहिँ रोल पुग्यो। वा रोल पुग्दाखेरि चाहिँ के
अब हामी रोल पुग्यौँ आज वारी रोलको वारी पहिला हाम्रो गोड भएको ठाउँमा यहाँ चाहिँ पहिला हाम्रो गोर्खा छ यो चाहिँ रोल पहिला चाहिँ चौरी गोड्थे रोलमा अहिले चाहिँ भेडा गोड रहेछ बाख्रा पनि रहेछ यहाँ यो चाहिँ मेरो हाम्रो चौरी गोडको राख्ने ठाउँ थियो रोल पुग्यो ल पहिला चौरी चर्ने ठाउँमा चाहिँ अहिले भेडा बाख्रा चर्ने भएछ तर गजबको दिन देखिरहेछ छतौरी कस्तो राम्रो रे पाठ हो त्यो धेरै ल है यो चाहिँ साँधी बुक ल है दिदी ल घाम पनि लाएर के आनन्द अब खाजा खान्छ हामी त्यही के अरे लुङदारगाङ लडक जङ्गिती अब त्यहाँ थुप्पा चाहिँ ठुलो रोल थाङगतपु चाहिँ पुग्न आँट्यो अब चाहिँ यहाँबाट हिँड्दै यो साझा रमाइलो भन्दैछ यात्रा सफल भयो पानी परेन हिउँ पनि परेन हिजोसम्म हिउँ परिरहेको थियो यो चाहिँ ठुलो चौर पानी लिन जान्छ त्यताबाट जाने यहाँ घाम लाएर तर कस्तो कालो कालो ए उति माथिको यो चाहिँ ठुलो छ यो चाहिँ ल है हामीले लुङदार पनि हाल्यौँ हामी 5 जना आएको थियौँ ठ्याक्कै टकर्को लुङदारको गाङमा हामी आएर लुङदार हाल्यौँ ल फरर फेरि अर्को लड खाजा खाँदै कस्तो कालो आएको रहेछ यो चाहिँ आलु र सुकुटीसँग बाबर रोटी अनि अब रेड बुल खाने चाहिँ चिया नखानु अहिले माथि खाने अनि अन्डा यता रोटी तरकारी त्यसमा तातो ल्याएको रक्सी थर्मस अनि छामु सबैजना खाँदैछौँ ठुलो रोलमा बसेर रोल चौरमा हेरौँ एउटा म जन्मेको ठाउँ चाहिँ तल अहिले फर्किँदा चाहिँ यहाँबाटै जाने हो